हेलो साथीहरु, गुड मर्निङ। स्वागत छ मेरो न्यू भिडियोमा। आई होप हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। मेरो बेबी चाहिँ यता झोलमा छिन्। अब झोल हटाउनका लागि चाहिँ मैले बेबीलाई चाहिँ बेडमा राखिदिन्छु। बेबी चाहिँ यता बेडमा खेलिरहन्छन्। यता चाहिँ लास्टै गर्मी बढिरहेको छ साथीहरु बुटलमा। हजुरहरुकोतिर कतिको गर्मी छ। मेरो बेबी चाहिँ यता खेलिरहेकी छिन् बेडमा। आज फेरि मैले साथीहरु आज एक चीज मगाएको थिएँ कि मैले चाहिँ पहिले नै पार्लर सिकेको भनेको थिएँ नि त। पहिले पार्लर सिकेको भएर चाहिँ मैले पार्लरको जब पनि गरेको अनि चाहिँ पार्लर खोल्न चाहिँ खोजेको, तर मैले त्यो टाइममा चाहिँ अलि मलाई टाइम मिलेन र अनि म चाहिँ घरमै बसिरहेको छु। बेबी पनि सानो छिन् अनि मैले त्यही भएर पार्लर चाहिँ खोलेको छैन। त्यही भएर चाहिँ मलाई एकजना बहिनीले चाहिँ मलाई क्याराटिन गरिदिनु न भनिरहेको थिइन्। अनि त्यही भएर चाहिँ म क्याराटिन गर्नको लागि चाहिँ घरमै स्ट्रेटहरु त गरिरहन्थेँ नि त। त्यही भएर क्याराटिन क्रिम पनि मगाउनु पर्यो भनेर चाहिँ मैले क्याराटिन क्रिम मगाएँ। अनि खै अब यसको रिजल्ट चाहिँ कस्तो छ, मैले चाहिँ यो पहिलोचोटि युज गर्दैछु। हेरौँ अब कस्तो रिजल्ट हुन्छ। रिजल्ट पनि म हजुरहरूलाई देखाउँछु। मैले चाहिँ यता चाहिँ खोल्दैछु। अनि यो 1 नम्बरको चाहिँ सेम्पू हो। अनि चाहिँ यता चाहिँ 2 नम्बरको क्रिम अनि 3 नम्बरको क्रिम गरेर तिनवटा हुन्छ नि त क्याराटिन गर्नको लागि चाहिँ। त्यही भएर चाहिँ मैले अहिले चाहिँ तिनी बहिनीलाई चाहिँ रुममै भए पनि गरिदिन्छु भनेर चाहिँ मैले मगाएँ। कस्तो रिजल्ट आउँछ म हजुरहरूलाई पनि देखाउँछु। रिजल्ट चाहिँ खाली टाइमको सदुपयोग त गर्नु पर्यो नि भनेर चाहिँ मैले बहिनीलाई चाहिँ घरमै क्याराटिन गर्नु लाग्यो। यता चाहिँ मेरो बहिनीलाई चाहिँ नास्ता बनाउन भनेको त उसले चाहिँ मलाई पुलाउ पो बनाएर ल्याइदियो। नास्ता चाहिँ उसलाई चाहिँ सजिलो झटपट लाग्यो अनि पुलाउ बनाएर ल्यायो। गर्मी लास्टै भएको भएर चाहिँ मेरो बहिनी पसिना भइरहेको छ। यता चाहिँ साथीहरु अब चाहिँ म साँझको लागि चाहिँ खाना बनाउँदैछु। खानामा चाहिँ मैले बनाउँदैछु दाल भात साग अनि अन्डा मेरो यो सानो भिडियोलाई सबैले माया गरिदिनु है साथीहरु। थ्याङ्क यू सो मच। मेरो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला अनि लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गरिदिनु।